साथीहरू नमस्कार, तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज म आइसकेको छु मेरो फर्स्ट Q&A भिडियो लिएर। साथीभाइहरूले मलाई धेरै सोध्ने गरेको मोस्ट अफ द क्वेसन यस प्रकार रहेको छ। फर्स्टमा के छ भने चाहिँ साथीभाइले मलाई धेरै सोध्नुहुन्छ, तपाईँ रोमानिया कुन मेन पावरबाट आउनुभयो? म रोमानिया मेन पावर चाहिँ काठमाडौँबाट आएको। कस्तो भनेपछि अब तपाईँले मेन पावरको नाम चाहिँ म डाइरेक्ट भन्न नमिल्ने भएको कारणले गर्दा तपाईँले म डाइरेक्ट नाम चाहिँ भनिरहेको छैन। तपाईँले धेरैले मलाई मेसेज गर्नुहुन्छ। मोस्ट अफ द सबैभन्दा कमन क्वेसन भनेको तपाईँहरूको मेन पावरको नाम के हो? हाम्रो मेन पावरको नाम भन्न मिल्दैन, उनीहरू नभन्नु भनेको छ किनकि लिमिटेड डिमान्ड आउँछ। तर तपाईँहरूको लागि मैले गर्न सक्ने कुरा भनेको चाहिँ डिमान्ड आएको छैन, छ कि छैन त्यो बुझिदिन सक्छु। र त्यो बुझिएको भिडियो पनि म तपाईँलाई युट्युबमा र टिकटकमा तपाईँले दुई ठाउँमा खोज्न सक्नुहुन्छ, पाउन सक्नुहुन्छ। आउने बित्तिकै म लगातार डेली भिडियो हाल्ने गरेको छु, तपाईँले पाउन सक्नुहुन्छ। नम्बर 2 क्वेसन, तपाईँले गर्ने काम के हो? मेरो काम चाहिँ मेरो पोस्ट भनेको अपरेटर एसेम्बल्स। हाम्रोमा चाहिँ कारहरूको पार्ट्स भन्छ, लास्ट लाइक BMW, मर्सिडिज बेन्ज, टोयोटा, औडी अनि एउटा यहाँको लोकल ब्रान्डहरू 2-3टा छन्, तिनीहरू पनि भन्छ। के भन्छ भनेपछि हाम्रो इन्टेरियर एक्सटेरियर भनेको हामी मेनली चाहिँ इन्टेरियर जस्तै हुन्छ, डोरबेलहरू हुन्छ, लाइटहरू हुन्छ, त्यसको चाहिँ पार्ट्सहरू एसेम्बल गर्ने काम गर्छौँ। मेन चाहिँ पार्टहरू एसेम्बल गर्ने काम गर्छौँ। अनि त्यसपछि हाम्रोमा चाहिँ अब धेरै हुन्छ, हाम्रो कम्पनी पनि हो, फ्याक्ट्री पनि हो। धेरै सामानहरू बाहिरबाट ल्याएर एसेम्बल पनि गर्छ अनि धेरै सामानहरू आफै पनि बनाउँछ। कम्पनीको नाम चाहिँ म भन्न सक्छु, तपाईँहरूले गुगलमा गएर हेर्न सक्नुहुन्छ, एन्थोलिन भनेर हेर्न सक्नुहुन्छ, सिबीमा रहेको छ। अनि अर्को क्वेसन चाहिँ तपाईँको VFXमा क्वेसन सोधेको के थियो? मेरो VFXमा सोधेको क्वेसन भनेको सुरुमा सोध्यो टेल मी अबाउट योर सेल्फ, अनि मैले भने मेरो यता जे छ भन्दै। अनि टेल मी अबाउट योर जब एक्सपिरियन्स सोध्यो, मैले चाहिँ मिलाएर नेपालकै 3 वर्षको मैले काम त गरेको थिएँ, तर मेरो चाहिँ मार्केटिङ फिल्डमा थियो र म आउनु लागेको तपाईँको एसेम्बलमा हो। तर कुरा नमिलेको कारणले गर्दा चाहिँ मैले मिलाएर भने 3 वर्षको दिएको थिएँ। 3 वर्ष सोध्यो, नेपालमा हो भने नेपालमा भने भने मैले एन्सर। त्यसपछि तपाईँले फ्यामिलीहरू विदेश ल्याउन चाहनुहुन्छ कि चाहनुहुन्न रोमानिया भनेर सोध्यो, मैले नाइ भने। त्यसपछि तेरो कोही चिनेको साथीहरू छन् रोमानियामा भन्यो, मैले त्यसको पनि एन्सर नाइ नै भने, किनकि नाइ नै भन्नुपर्छ, किनकि भागेर कम्पनी चेन्ज गर्न सक्छ भनेर तिमीले सोध्छन् भनेर त्यो गरेको। अनि त्यसपछि चाहिँ त म्यारिड छस् कि छैन सोध्यो, म्यारिड छ भने छ भन्ने, छैन भने छैन भन्ने। अनि बच्चा बच्चीबारे सोध्छ, बच्चा बच्ची छ कि छैन, छ कि छैन, त्यो दुइटै एन्सर छ। अब आफू चाहिँ प्रिपेयर जानुपर्छ। अब खासै गाह्रो चाहिँ हुँदैन, तर चाहिँ अब अकमकिनु भएन, उनीहरूलाई फिल नहोस् कि यो कुरा एन्सरहरूले मिलाएर भनेको छ। अनि त्यसपछि उसले के सोध्यो भनेपछि तेरो कम्पनीको स्यालेरी कति हो? स्यालेरी भन्दाखेरि दुईवटा चिज भन्नुपर्छ, एउटा ग्रस स्यालेरी, एउटा नेट स्यालेरी। अब हामीहरूले जुन अफर लेटर आउँछ त्यसमा चाहिँ नेट स्यालेरी देखाएको हुन्छ, तर चाहिँ अब तपाईँहरूलाई अब एमबिसीले या एजेन्टले भन्छ होला, हाम्रो चाहिँ दिल्लीमा क्लास गरेको थियो, त्यहाँ चाहिँ हामीलाई भनेको थियो तेरो नेट स्यालेरी यति, ग्रस स्यालेरी यति। अनि अर्को क्वेसन, तेरो कम्पनीले तँलाई फुड एकोमोडेसनहरू दिन्छ कि दिँदैन? मैले हाम्रो दिन्छ भने, र दिन्छ भने उसले के सोच्छ, वेयर इज योर लोकेसन भनेको लोकेसन कहाँ हो तेरो एकोमोडेसनको। धेरैको मान्छे के हुन्छ, जब वर्किङ प्लेस र एकोमोडेसन प्लेस फरक हुन्छ, तर हाम्रो सेम थियो, त्यही भएर हामीले सिभी नै भन्यौँ। यति नै हो, खासै गाह्रो चाहिँ हुँदैन, आनन्दले जानु होला। अनि अर्को क्वेसन के थियो भनेपछि तपाईँहरूको मोस्ट अफ द क्वेसन, जब चेन्ज गर्न मिल्छ कि नै? रोमानिया आइसकेपछि तपाईँहरूले काम गर्ने कम्पनीबाट रिफर लेटर लिएर अनि उताबाट अर्को ठाउँमा जहाँ जानुहुन्छ त्यहाँ इन्टरभ्यू दिएर वर्क पर्मिट दिन्छ भने चाहिँ मजाले मिल्छ। पहिला मिल्थेन, अहिले रुल चेन्ज भएको छ, 6 महिनाभित्र मजाले मिल्छ। अनि त्यसपछि रोमानिया कस्तो छ? रोमानिया राम्रो छ, मलाई सेफ लाग्यो है। मेरो ठाउँ चाहिँ सेफ छ। रातिको 12 बजे 1 बजे साथीभाइ हिँड्दा हुन्छन्, त्यस्तो केही पनि फरक हुँदैन। तर हिँड्दाखेरि चाहिँ पासपोर्ट चाहिँ आफूसित क्यारी गर्नुपर्छ। तपाईँकोबाट टिआरसी कार्ड नआएसम्म चाहिँ पासपोर्ट चाहिँ क्यारी गर्नुपर्छ। अब तपाईँहरूले मोस्ट अफ द क्वेसन भनेको त यही नै छन्। अब बाँकी अरू त घर सोधि नै राख्नुहुन्छ। अब 1-2जना साथीहरूले हिन्दीमा बोलाउने, इङ्ग्लिसमा बोलाउनु मात्रै, त्यो चाहिँ अब मेरो मोस्ट अफ द भ्युवर्सहरू नेपाली भएको कारणले गर्दा म चाहिँ नेपाली बनाएको छु। इफ धेरै नै डिमान्ड आएको खण्डमा चाहिँ बनाउन सकिन्छ। अनि अरू चाहिँ के भन्न सकिन्छ भनेपछि मोस्ट अफ द क्वेसन यति नै हो साथीहरू। धन्यवाद, थ्याङ्क यू फर सी माई भिडियो, बाई बाई, सी यु नेक्स्ट भिडियो, बाई।